उड्डा पनि स्टिङ, हिँड्दा पनि स्टिङ, झगडा पनि स्टिङ, उड्डा पनि स्टिङ, स्टिङ स्टिङ। होइन होला के हो एकदम कडक माल छ गाइस। साथीहरु वेलकम ब्याक एक न्यू ब्लग फेरि स्वागत छ तपाईलाई मिङजोङ ब्लगमा गाइस। लङ टाइम पछि करिब झन्डै 1 महिना पछि चाहिँ ब्लग बनाउँदैछु हैन। भित्र छोडेको बिचमा त्यो पनि भनिदिन्छु तपाईहरुलाई हैन। सो अनि सबैजनाले मलाई भन्न थाल्नु भयो कि के हो ब्लग सलग आउन थाल्यो भाइ, ब्लग सलग बनाउन छोड्यो कि ब्रो भन्नु भएको छ। धेरैजनाले कमेन्ट गर्नु भएको छ। कमेन्ट भन्नाले पनि मलाई चाहिँ फोन गरेर पनि भनिसक्नु भयो कि हो एक दुईटा ब्लग बनाइदियो अनि छोडिदियो भन्नु भएको छ हैन। सबैजना तपाईहरु त्यो कमेन्ट गर्ने यति मिठो मिठो सल्लाह सुझाव दिन चाहिँ म धेरै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु। धेरै धेरै धनियाँको सनियाँको पात भन्न चाहन्छु हैन। ओके सो यस्तै यस्तै प्यारा प्यारा मिठो मिठो कमेन्ट गरिदिनु होला, राम्रो राम्रो म्यासेज गरिदिनु होला भन्न चाहन्छु हैन। मेरो जो पनि मेरो पुरानो भ्युजर हुनुहुन्छ, जो पनि मेरो पुरानो सब्सक्राइबर हुनुहुन्छ, तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि भ्युजरहरूलाई चाहिँ छिटो छिटो भिडियो चाहिँ हेरिदिनु पऱ्यो, भिडियो चाहिँ हेरिदिनु पऱ्यो, सेयर सब्सक्राइब गरिदिनु पऱ्यो भन्न चाहन्छु। अनि मेरो आउनेवाला जो पनि सब्सक्राइबर हुनुहुन्छ तपाईँहरू सबैजनालाई यो भन्छु कि छिटो छिटो सब्सक्राइब गरिदिनु पऱ्यो। अच्छा मिङजोङ भ्लग आएछ होइन। अनि चाहिँ धेरै टाइमपछि आज चाहिँ भ्लग बनाउँदैछु होइन। कस्तो कस्तो लागिरहेको छ फिल आफैलाई, तर त्यही पनि म बनाउन लागिरहेको छु होइन। के भइरहेको छु अहिलेसम्म मलाई राम्रो थाहा छैन है। के गलत बोले के नबोले तपाईँहरूले पछि गएर कमेन्ट गरिदिनु होला। भिडियो हेरिसकेपछि के कस्तो लाग्छ होइन। यदि मैले गलत बोलेँ भने चाहिँ माफी गरिदिनु होला, सल्लाह सुझाव दिनु होला, त्यस्तै अनुसारको होइन कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। अनि गाइज म चाहिँ बिचमा किन छोडेको त भ्लग बनाउन होइन, किन चाहिँ बिचमा चाहिँ के भयो मलाई चाहिँ होइन के प्रब्लम आएर मैले छोडेको भ्लग बनाउन भिडियो बनाउन अलिक टाइम त्यो भन्दै म तपाईँहरूलाई भन्नेवाला छु होइन। त्यो सबैहरूले तपाईँहरू भिडियो हेर्नको लागि त्यो च्यानलले सब्सक्राइब गरिदिनु होला, मिङजोङ भ्लग च्यानल सब्सक्राइब गरिदिनु होला भन्नु चाहन्छु। तर घाम चाहिँ खतरा लागिरहेको है। तर घामले आज मलाई मार्छ कि अब त्यहाँ छ नि अझ म जान्छ ऊ त्यो ठुलो घर छ नि, त्यो ठुलो घर त्योदेखि अलिक यतापट्टि है। त्यहाँ यो ट्याङ्कीदेखि चाहिँ अझ पहाड जाने हो होइन। त्यो घाम चाहिँ कडा आएको छ, गर्मी छिटो छिटो आयो जस्तो लाग्यो, गर्मी पुरा कडा आयो जस्तो लाग्यो। मार्छ के अरे मलाई त होला यस्तै गर्मी चाहिँ, तर गर्मी चाहिँ किसिम आएको होइन। गर्मी चाहिँ खतरा छ यार, गर्मी चाहिँ मार्छ क्या। म यसो गरेर टिन्ट अलिक छोटो बिचार यसो यता पछि नै आउनु थालिसक्यो। एउटा भिडियो बनाउँछु छतमा बसेर पछि नै आउनु थालिसक्यो। हो गाइस म त तपाईँहरूलाई एउटा कुरा भन्नै बिर्सेको कि के कुरा भन्दा चाहिँ म चाहिँ बिचमा किन भ्लग बनाउनु छोडेको भन्दा चाहिँ होइन तपाईँहरू सवाल गर्नुहुन्छ। म तपाईँहरूले भन्छु आज होइन। अब म्यासेज त सबैले चलाउनुहुन्छ होइन, म्यासेज त सबैले चलाउनुहुन्छ, एक्लै होइन जो पनि भिडियो हेरेर सबैले चलाउनुहुन्छ। तर सबैको गर्लफ्रेन्ड बोयफ्रेन्ड छैन होला, जस्तै म जस्तै मेरो जस्तै कि होइन। जस्तै सबैको गर्लफ्रेन्ड बोयफ्रेन्ड हुँदैन होला, जस्तै म सिङ्गल छु त्यस्तै हुन्छ होइन। कसैको पनि अरूको पनि हुन्छ होइन। त्यो भएको हुनाले तपाईँहरू म के भन्न चाहन्छु भन्दा एउटा केटीले मलाई कसरी फसाइयो, एउटा जालमा फसाइयो एउटा मोरीले होइन होला के हो केटीले मलाई फसाइ, यस्तो खतरासित फसाइ कसम चाहिँ फेरि र त्यो जालमा त निक्ले फेरि होइन, जालमा फसाइ। तर त्यसले चाहिँ मलाई अर्कामा सोधिदिनु तर निक्लिहाल्यो क्या। म केही दिनपछि त्यो जालदेखि दुई दिन भएर बोल्न लाग्यो, अझ बुढी बुढा भन्दै बोल्न थालेको। तर बिचमा चाहिँ घामले मलाई अट्ट्याक हानिदिरहेको छ कि गाइस, अट्ट्याक हानिदिरहेको छ होइन। अनि त्यो केटीले मैले जालमा फसिसकेपछि होइन कुरा गर्न थाल्यो होइन, 2-4 दिन कुरा गऱ्यो होइन त्यो केटीसँग बोलिदिएँ होइन। तर बोल्दा यार केटीले चाहिँ होइन। अनि त्यसपछि चाहिँ यति मेरो म्यासेज गरेँ एक दिन होइन, रिप्लाई आउला खै रिप्लाई आउँदैन, ल्या रिप्लाई आउँदैन। ठाउँ ब्रेकअप ठाउँको ठाउँ ब्रेकअप गरेर फेरि म आएँ फेरि गाइस भ्लगमा आएँ। ठिक छ फेरि आउँछु अब कन्टिन्यू भ्लग आउने छ तपाईँहरूको लागि, एकदम फनी एकदम राम्रो एकदम मजा तपाईँहरूलाई हँसाउने कोसिस गर्नेछु म होइन। एकदम खतरा हुनेवाला छ अबको भ्लगहरू, अब भिडियोहरूमा एकदम राम्रो आउनेवाला छ। त्यही हो तपाईँहरूले चाहिँ भिडियो हेरिदिनु पऱ्यो, साथ सपोर्ट दिनु पऱ्यो। मिङजोङ ब्लग च्यानल सब्सक्राइब गरिदिनु। 5 minutes later
लु यहाँनिर चाहिँ मेरो भोइसको प्रोब्लम आएको थियो अनि यसो 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 गरेर चाहिँ गएर बनाउन खोजेको तर भएन। म चाहिँ त्यही पनि पछि आफ्नो बनाइसकेपछि चाहिँ भोइस एड गर्दैछु तर अगाडि चाहिँ के भनिरहेको छु भिडियोमा मलाई थाहा छैन होइन, त्यही पनि बनाउँदैछु होइन। अनि टक्क टक्क आएको यहाँनिर चाहिँ ससुराले निक्लिदिएको हेरी बाहिर हेरीमा आइदियो होइन भ्लग बनाउँदै बाटोमा हो। अबदेखि रोज आउँछ कन्टिन्यू हेलो अबदेखि चाहिँ रोज आउँछ कन्टिन्यू भ्लग आउँछ गाइज होइन। अनि एकदम दामी भ्लग आउँछ अबदेखि। वेट गर्नु पर्दैन धेरै है, पहिलाको भन्दा चाहिँ अब धेरै आउँछ अबदेखि। पुरा कडा दिन्छु नि त म, कडा फेरि भिडियो बनाएर यस्तो कडा बनाइदिइहाल्छु कि कसै बाटोमा धेरै ससुराहरू धेरै हुनुहुन्छ होइन। त्यही पनि ओ माई गड ससुराहरू त अट्याक हानिरहेछ मलाई। घामले धेरै अट्याक हानिसक्यो, घामले धेरै अट्याक हानिरहेछ। आज त कपडा पनि धुनु छ यार, कपडा धुनु छ गाइज, कपडा धुनु छ होइन, कपडा धुनु छ। ल यसरी म दोकानमा घुस्छु होइन, आउँ म दोकानमा घुसेर चाहिँ सरफ किन्नुपर्छ होइन। एउटा एक सरफ दिएर जसले सरफ ले होइन। अब ठंडा भी ले ले, ठंडा नहीं बिना अनि हुन्छ अङ्कलले होइन। चिसो पिने भए पिए भन्ने हुन्छ होइन, तर आज चिसो नपिने होइन, पैसा कम छ धेरै एकदमै। ऐसे वीडियो बना रहा हूँ, वीडियो ब्लॉग बना रहा हूँ ऐसे। बहुत अच्छा है, बहुत मेहनती है। थैंक यू पुरा के भन्ने हुनुहुन्थ्यो र यसको लागि चाहिँ तपाईँ हिन्दीमा भन्ने हुनुहुन्थ्यो यार। आजकल हिन्दी बुझ्ने धेरैजना हुनुहुन्छ होइन, सबैजना धेरै बुझ्नेहरूलाई चाहिँ अब उहाँले के भन्ने हुनुहुन्थ्यो मलाई होइन, चिसो बिहे भन्ने के भन्नु, तर पैसा कम छ होइन, त्यही भएर यत्रो पिन्नु भनेको होइन। स्टिङ उता पनि स्टिङ उता पनि स्टिङ, इन्डा पनि स्टिङ, अग्रा पनि स्टिङ, उता पनि स्टिङ। ल मेरो अट्याक हान्ने कि स्टिङ चोर्दै होइन देखानले होइन, मेरो देखानले यस्तरी चोर्दै कि स्टिङ गलत हो होइन, तर केही छैन, चोर्दै पनि केही छैन क्या। फेरि यसरी त दुध गर्छु फेरि होइन, यस्तो गर्दा आइपुग्ने धाममा आउँदा रेस्ट गर्नु त रेस्ट धेरै। ल साथीहरू आजको भ्लग यति नै, किनभने मैले कपडा पनि धुनुपर्ने हुन्छ, रुममा पनि आइसक्यो, अब रेस्ट पनि धेरै छ, र चाहिँ भिडियो एडिट गर्नुपर्ने हुन्छ। यो भिडियो जो बनाएर आएँ होइन। सो आइयो गाइस, तपाईँलाई भिडियो के कस्तो लाग्यो त्यसको कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। यदि भिडियो मन पऱ्यो भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। फेरि मिल्नेछ अर्को भिडियोमा, तबको लागि तपाईँले च्यानल सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। ओके।